हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। आज म तपाईँहरूलाई यो भिडियोमा नेपालमा पालिने कुखुराहरूको बारेमा विभिन्न जातहरूको बारेमा वर्णन गर्नेछु। पहिलो नम्बरमा रहेको छ हाम्रो लोकल कुखुरा स्थानीयमा प्राय सबैले पाल्ने गर्छ र यसलाई व्यावसायिक रूपमा पनि पाल्ने गरेको पाइएको छ। यसले साधारणतया वर्षमा 5 बेदसम्म दिन्छ र एक बेदमा 10वटासम्म दिन्छ अन्डा र प्रत्येक एक बेदमा टोटल एक वर्षमा 50 देखि 60वटासम्म अन्डा दिन सक्छ। यसको तौल चाहिँ एक वर्षमा 1.5 देखि 2 केजीसम्म हुन सक्छ। यसलाई साधारणतया गाउँमा सजिलै बिक्छ। यसको अन्डा सेतो सबैले हेरेकै हो, सेतो हुन्छ र यसले बच्चा हुर्काउने क्षमता धेरै नै हुन्छ। त्यसै गरी हेर्दै जाम। अर्को जात रहेको छ हाम्रो, यो चाहिँ अन्डाहरू भयो। अर्को जात रहेको छ हाम्रो गिरिराज पनि लेयर कुखुराको जातमा भित्र अन्तर्गत पर्दछ। यसले अन्डाको लागि र मासुको लागि दुवै पर्पजको लागि पालिन्छ। यसले एक वर्षमा 2 देखि 3 केजीसम्म हुन सक्छ र यसले अन्डा चाहिँ 150 देखि 200सम्म दिन्छ। एकदमै गिरिराज भनेको चलेको जात हो, प्राय व्यावसायिक रूपमा पाल्ने गरिन्छ र यसले धेरै मुनाफा दिने पनि एउटा जात हो र यसको अर्को जात रहेको छ हाम्रो न्यू हेम्पसायर लेयर प्रजातिकोमा पाइन्छ। यसलाई मुख्य गरी अन्डा उत्पादनको लागि पालिन्छ। यसले वर्षमा 200 देखि 250सम्म अन्डा दिन सक्छ। यसको अन्डा उत्पादन गर्ने क्षमता धेरै हुन्छ, सबै जातहरूको भन्दा धेरै हुन्छ। यसको तौलको कुरा गर्दाखेरि 2 देखि 2.5 केजीसम्म हुन्छ। र अर्को जात रहेको छ हाम्रो कडकनाथ भनेको पछि यसको कालो रङको आधारमा चिनिन्छ। यसलाई विश्वभरि नै चिनिन्छ। यसको मासु चाहिँ एकदमै मिठो हुन्छ र पौष्टिक पनि हुन्छ। यसको मासु र हड्डी समेत कालो हुन्छ र यसको अन्डा चाहिँ दिने क्षमता चाहिँ 100 देखि 120वटासम्म दिन्छ र यसको तौल चाहिँ 1.5 केजीदेखि 2.5 केजीसम्म हुन सक्छ। यसको मासु चाहिँ धेरै महँगो हुन्छ। र अर्को छ लास्ट हाम्रो ब्रोइलर सबैलाई थाहा भएको कुरा हो। ब्रोइलर मासु सबभन्दा बढी बिक्री हुन्छ र सस्तो पनि छ र यसले 2 महिना यानि कि 45 दिनभित्रै यसले 2 देखि 2.5 केजी 3 केजीसम्म हुन सक्छ र यसको चल्ला चाहिँ 50 रुपियाँदेखि स्टार्टिङ किन्न सकिन्छ। जहाँ पनि यो चाँडै नै व्यावसायिक मासु उत्पादनको लागि प्रयोग गरिन्छ, पाल्ने गरिन्छ।